गाइस वेलकम चाहिँ फेरि पनि आज बिहानको 9 बजिरहेको छ र म आज सोलो राइड जाँदैछु मियाजाकी एक्लै के लिन पर्ने सबै यहाँ ब्यागमा चाहिँ रेडी छ हैन। अहिले चाहिँ क्यामेराम्यान नभएर मोबाइल स्ट्यान्ड मगाएको छु। ल मेरो गोप्रोहरू बाइक सब अब रेडी छ। म चाहिँ अब जान लाग्यो मियाजाकी, अरु भिडियो पछि। ल अनि त गाइस अब जान लाग्यो मियाजाकी। यहाँबाट लगभग 300 किलोमिटर 297 किलोमिटर चाहिँ 6 घन्टा देखाइरहेको छ। अब कहाँसम्म जान्छु म। अब यहाँबाट निस्किन लागेको हैन गाइस। मौसम पनि यस्तो छ है हैन, पानी आउला जस्तो। तर मसँग सबै है रेनकोटहरू सबै बोकेको छु। अब हेरौँ निस्किम अब सोलो राइड कस्तो हुनेछ अहिले देखाउने छु हैन। ल गाइस सोलो राइड अब डबल हुन पुगेको छ। मेरो म्यानमारको साथी आउँदैछ, कुर्न भनिरहेछ 20-25 मिनटमा आउँछु। म अगाडि गएर म्याकडोनल्डमा कुर्नेछु। साथी नि आइसक्यो, साथी नि आयो हैन त। CBR 400 हो। अब हामी निस्किन लाग्यो। ल त गाइस साथी नि आइसक्यो हैन। अब हामी अब कुद्नु पर्छ डाँडा हो। अब उठाउनु पर्छ अलिअलि भयो नि, नै भने अलि गाह्रो हुन्छ भेट्न। ल गाइस हैन भर्खर दजाइपु पुगे हम। दजाइपु यही हो हाम्रो नियन खेजाइ दाइगाको हैन, यही हो हेर्नु हैन। नियन खेजाइ दाइगाको यही हो। हामी अझै कुद्दै नै छौँ। स्पिड हान्ने भने त अलि पुग्न गाह्रो छ हैन गाइस। त्यही भएर स्पिड हान्नु पर्यो। 300 किलोमिटर टाढा हो, मजाक होइन नि हैन। 400 CBR 400 भर्दा जोडेको त जोडेको 250। गाइस अझै 2.5 घन्टा देखाइरहेको छ। धेरै नै टाढा पुगिसक्यौँ। अझै नै जाँदैछौँ हामी मस्त हैन। सरर बाइकको साउन्ड सहित है त। खासै दौडाउन पाइन्न अब यस्तो बाटोमा, के गर्नु होइन। आरामले जानुपर्छ। साथी पछाडि म अगाडि म्याप हेर्दै है। नेपालकै बाटो जस्तो छ है गाइस, हेर होइन। मस्त भ्यू होइन। तर यस्तो जताततै रोडै रोड हुन्छ कि यहाँ फेरि होइन। दामी यही छ क्या, जताततै रोडै रोड। अब सरर यता नि खोला, यता अब हेर होइन सरकारी सब्जीहरू यताउता रोप्यान्। यस्तै चलिरहेछ। कृषिमा धेरै विकास छ होइन यहाँ। कृषि नभई अरू अन्यमा नि धेरै विकास छ जापानमा। बाटो यस्तै हो, नेपालको जस्तै हो। तर नेपालमा कच्ची, यहाँ रोड त्यही फरक हो। अझै हामी जानु नै छ धेरै नै टाढा है त गाइस। यस्तो घुम्न जाने बेला यस्तो टनेलहरू धेरै छ होइन। अब यो टनेलमा आवाज है त। टनेल होइन, यस्तो धेरै टनेलहरू छ। कति लामो टनेलहरू पनि छ होइन। यिनीहरू त छोटो टनेलहरू हो। अलि छोटो टनेल हो। अझै कति ठुल्ठुलो टनेलहरू नि आउँछ यस्तो है। ल होइन गाडीहरू अब लाइन लाग्छ यस्तै त होइन पहाडमा। एउटा गाडीले गर्दा पुरै जाम हुन्छ। यो प्यालोमा खासै ओभरटेक चाहिँ गर्न पाइन्न। तर कहिलेकाहीँ इमर्जेन्सी बालेर चाहिँ दिँदा चाहिँ हुन्छ। त्यस्तो गाह्रो चाहिँ केही पर्दैन। भ्यू त यही हो फेरि होइन, हिटाको बाटो मस्त भ्यू। पहाडको बाटोमा त कुदाउन पो मजा आउँछ त। अब आसो पहिला सुरुमा आसो जाने, त्यसपछि अगाडिको राइड चाहिँ हुन्छ होइन। अहिलेलाई आसो पहिला। अब कति 49 किलोमिटर छ। हिउँ त परेको छैन त गाइस होइन। हिजो परिरहेको थियो, आज अलि परेको छैन।
भ्यूको साथमा ए रमाइलो खतरा। तर आज हिउँ परेको छैन होइन। यसरी हो के साइड छोड्ने होइन। त्यो पुच्चे गाडीले चाहिँ छोडिदिइरहेको छ। यसरी अनि हामीले इमर्जेन्सी पालेर आरिगातो गोजाइमास भन्नु पर्छ होइन। एरिया हेरी बबाल हो कि होइन। भ्युज यस्तो बबाल। यस्तोमा चाहिँ मलाई अलिक डर लाग्छ क्या यो अलि चिप्ले। यस्तोमा डर लाग्छ भन्दा भन्दै दाइजो भयो। दाइजो भयो। दाइजो भयो। यस्तोमा डर हुन्छ भन्दा भन्दै लोटाइहाल्यो नि तनाव। ओह सुको दिने मेच्या बुनाइयो। ओके ओके ओके। तेरिका कस्तो भयो आज। यार झ्याउ भयो है। अब एक्सिडेन्ट भइहाल्यो। अब आँसु यताउता अब गएन। अब फर्किन्छौँ हामी। धन्न उसलाई चोट लागेन कि धेरै यति हल्का खुट्टामा यताउता मात्र लागेछ। अब यहाँबाट अब पहाडमा छौँ फेरि यहाँ नेट पनि छोप्यो होइन। गाह्रो के गाह्रो ठाउँमा आइयो। यस्तो हुन्छ भने सोचेको थिएन अब होइन। अब रमाइलोको बेला यस्तो भइहाल्यो। अब के गर्नु। अब फर्किन लाग्यो हामी घरतिर। गाइज अब आँसु चाहिँ त्यही थियो होइन। अब त्यस्तो भइहाल्यो। अब के जानु। अब फर्किने। उसलाई नि यति जाडोमा अब धेरै नै चोट लाग्यो। अब अलि दुखिरहेको छ उसलाई। अहिलेलाई हामी अब जान्छौँ। फेरि आउने नै छौँ होइन। अब सन्चो भएपछि फेरि आउँछौँ। अब अहिलेलाई हामी फर्किन्छौँ है त गाइस। अब